रातिको 6:30 बजे गर्मी छ जाडो छ कुकुर भएर मात्र मास्क गर्ने कि यस्तो जाडो छ ओ माई गॉड हामी घर पोखरी हिँड्न आँटेको बसको लागि होइन अब चाहिँ हामी टक्क लाएर यहाँ जहानको लागि चिसो छ अति चिसो हो अनि त्यसपछि चिया लाग्यो फाइनली ब्रेकफास्ट पनि सकिन आँट्यो हेलो खाना उता सबजना खाइसक्यो मैले पनि खाइसकेँ तपाईँको 15 खस्यो अब चाहिँ हामी सैलुङ पुग्यो होइन अनि त्यसपछि सैलुङ पुग्यो त्यहाँ भ्यू हेर्नु सक्नुहुनेछ यही छ अनि त्यसपछि चिसो भने त्यत्तिकै छ मुनि फर्किँदा चाहिँ झन् चिसो होला है बाटो बिग्रेर छ होटेल त यो पनि राम्रो रहेछ त पछाडि ल अब चाहिँ माथि पुगेपछि ठ्याक्क भेट्छ ल गाइस हजुरलाई यस्तो दामी भ्यू देखाउँछ हेर्नु है कुद्ने बानी कहिले पनि गएन यस्तो आन्टीहरूसित मेरो मम्मीसित हिँड्यो भने त म कहिले पुग्छु सो बाई बाई ल हिँड्न सक्नुहुन्छ 1 मिनट कुदेको छु सबै माथि एकदम हाइट रहेछ कि अब यहाँबाट माउन्टेन जस्तो देख्छ भने भ्यू त अति दामी छ अनि कस्तो सुना छ यस्तो दामी भ्यू छ हजुरलाई देखाउँछु है कसम वाइल्ड एक्सपिरियन्स आज चाहिँ दामी ग्रेट वाल यो चाहिँ अघि पनि भने चाहिँ दामी छ सोरी चेन्ज भयो जस्तो भयो एकछिनमै सोरी चेन्ज भयो त यार ओहो वाइल्ड छ गाइस दामी आमाहरू त भर्खरै त मैले लट्ठी देख्दा हुनुहुन्छ बजार आमा अझै छ हो गाह्रो पो छ ल यस्तै हो अब फेरि माथि पुगेपछि दामी भ्यू देखाउँछ है बोल्नै कस्तो झन् सहरमा चाहिँ चढ्नेको त भ्यू कस्तो दामी होला है हामी यतैबाट चाहिँ यस्तो दामी देखिरहेको सहरमाथा चढ्नेहरूको त कस्तो दामी होला है यहाँ होस् छैन मान्छेलाई खिच्दैन एकछिन रुक्छु रेस्ट गर्छु फोल्डिङवाला मिस लिएर आउनु पर्ने बोल्नै सकेन
भिडियो सिडियो खिच्यो हेर्नु भइसक्यो होला अनि हेर्नुहोस् यहाँको भ्यू गाह्रो छ यत्रो भर्याङ चढेर घाँस दाउरा लिनुहुन्छ है यो सिधै थियो होला के भएर यस्तो भयो यस्तो फोहोर पालिदिने काम चाहिँ नगरिन्थ्यो है अब खाएपछि ब्याग हुन्छ होला एउटा ब्यागमा हाल्नु फोहोर किन गर्ने जति फोहोर गऱ्यो त्यति नै नराम्रो देख्छ नराम्रो देख्छ र हिँड्नु सक्नु फोहोर नफालेको ठाउँ कस्तो राम्रो फोहोर फाल्दाखेरि यसरी भिडियो बनाउँदा नि नराम्रो आयो नि त होइन अब यस्तै भिड चढ्दै गइदिउँ कि चाँडो पुग्छ कि म डाँडा आन्टी आइपुग्नु भयो ओ सुन्त आन्टी पहिरो गएको यत्रो सानो ठाउँ छ है अब बिस्तारै जानुपर्ने गराइदिउँ ल गाइज अब चाहिँ टक्क लगाएर आमालाई ल जम जम सक्छिरा चढ्न सक्छिरा ल आइसु आइसु गाइस हजुरलाई के थाहा छ भिडियो हेर्नुहुन्छ हेर्नुहोस् अनि म यस्तो हेर्न सक्नुहुनेछ एक फिसल गई त मान्छे गई त्यस्तो ठाउँमा बसिरहेछ यहाँ त घर बनाउनु मन लाग्यो यार मलाई यस्तो दामी छ तर पढ्नुपर्छ पहिला अनि त्यसपछि उहाँ चाहिँ हाम्रो गुरुमा निनी अनि दामी छ नि त भ्यू अब म कसरी आउनु कस्तो डर लाग्यो नआइसु यहाँ पछाडि हेर्छु त हजुर त डराइसिन्छ हो यहाँ बस्छु यहाँ केही हुन्न अब के त हाउजले हेर्नु सक्ने रहेछ ऊ त्यो ढुङ्गाले चाहिँ वाह यार यस्तो भ्यू त हजुरलाई लाग्ला होइन यो नर्मल तर यस्तो दामी भ्यू देखिरहेको छ नि है साह्रै गाह्रो भएको छ होइन कि अब त्यस्तो बिस्तारै आयो भने त सक्छ तर हामी भन्दा होइन हामी उता जाँदैन त्यहाँ पुगेर देखाइदिन्छ दुईजना हेर्दै गइसक्यो न अनि त्यहाँ चाहिँ शिव है के को मन्दिर रहेछ ऊ त्यहाँ आएन भने ऊ त्यहाँ हेर्छौ न हो त्यहाँ दुईटा साइन बोर्ड थियो नि कस्तो दामी टाइम ल्याप्स देख्नु होला टाइम ल्याप्समा यस्तो दामी आएको छ
सुइया चल्न थाल्यो अब त घामको त्यो उपर कस्तो दामी देखाएर त त्यहाँनिर हामी चाहिँ यहाँ के को तितौरा रे आमा के को तितौरा रे के को तितौरा रे माथि माथि सैलुङ यहाँ चौरी ढुलाउने भने चौरी एउटा देख्दैन खै त के को तितौरा सुन्दैछ न थाहा थाहा थन यहाँ पुसाउँछु हुन ल गो हेलो भवानी गुरुमा जानु भयो हातै चिसो भएर हातमा सबैलाई हातमा पन्जा लायो मुखमा मास्क लायो अनि सबै घाम उता हिमालतिर गएर छ अनि यहाँबाट चाहिँ घाम सबै हट्यो अनि त्यसपछि सबै चिसो आइरहेको कि ल हेर्न सक्नुहुनेछ हात चाहिँ छिडाइसक्यो होइन त्यो भएर अहिले चाहिँ कस्तो छिटो भयो अब सिधै मुनि होटेलमा गइसकेको छ है त हजुर त्यो हामी चाहिँ होइन ठुलो डाँडामा आइसक्यो गुरुमा निनी र म अनि त्यहाँ माथि मन्दिर चाहिँ गएनौँ किनभने यहीँबाट दर्शन अनि डाँडा Here's the way of Salem. मैले खोलेको थिएन होइन सोलो एन्ड गरौँ भनेको होटेलमा गएर हेर्नु न भ्यू नै यस्तो दामी म त यहाँबाट आउँछु है अघि पनि यहीँबाट आएको म हो र होइन होला बाघसित फाइट खेलेर बसिरहेला नि म ए साँच्ची होला है चुप लगाएर बस्छु राइट यो अस्ति त हामी चाहिँ यहाँ चाहिँ निनीको ब्याग बोक्दै होइन सेवा नै धर्म हो आजकल यस्तो गफ हान्ने भएको छ नि ए गनेर साथ देखेन अघि डल्लो गर्ने भनेको डल्लो गर्ने बिर्स्यो ल ल ल अब यो भर्याङ गनेपछि पठाउँछु यो भ्यू देखेर तपाईँहरूलाई देखाउँदा मलाई पुग्यो बाई बाई ल गाइस एउटा साइडमा चाहिँ 640 त्यो ढुङ्गाहरूले बनाएको थियो नि त्यो चाहिँ कति रे 640 इन्टु 2 1280 1280 थियो अनि भर्याङ चाहिँ 498 भर्याङ होइन अनि बाटो हेर्न सक्नुहुनेछ अब बिस्तारै जाने हामी है जमजम बिस्तारै अब बाटो त थाहा छ होला नि फेरि माथितिर गयो बिस्तारै जाने गाई यस्तो पो हुन्छ त मान्छे भनेको सामान यसरी बोक्नु सक्नुपर्छ कि ओके यहाँ झोला पछाडि झोला यहाँ झोला यस्तो हुनुपर्छ कि म छोरा प्योर रवि गुरुङको छोराको म छोरा मेरो बाउको छोरा बाबा चाहिँ आउनु पाएन ड्युटीले गर्दा के गर्नु यही हो हाम्रो होटेल आगो बाल्दै त हुन्थ्यो यस्तो जाडो छ के गर्नु मुखभरि कपाल छ यार आमाको This is the end. Bye bye. Have a great day.